नमस्कार है। म चाहिँ एन्टिक सप काठमाडौँ नेपालबाट है। यो चाहिँ एकदम सोनीको पुरानो साउन्ड सिस्टम हो। त यो एकदम सबै फुल्ली वर्किङमा छ, सबै काम गर्छ होइन, एकदम राम्रो चल्छ। पर्फर्मेन्स एकदम खतरा छ यसको। आज यसको बारेमा चर्चा गरौँ है त। आज यो चर्चा गर्न ल्याएको छु मैले हेर्नुलाई। यो चाहिँ हाम्रो सोनीको 5900 वाट पिएमपी हो है। यहाँ देखिरहन सक्नुभएको छ। अनि 540 वाट ऱ्याम्सको छ। एकदम साउन्ड खतरा छ यसको, क्लियर साउन्ड 5.1 मा डल्बी डिजिटल, डल्बी सेकेन्ड डल्बी प्रोलोजिक साउन्ड सिस्टम यसमा छ। भिजेड साउन्ड सिस्टम छ, भी गर्ब भन्छ यसलाई है। यसलाई चाहिँ जेड गर्ब दिएको छ यसमा। अनि यसमा दिएको छ ठुल्ठुलो स्पिकर है, जुन हेर्दा पनि बडा मजा आउने खाले दिएको छ। हेभी ड्युल चाहिँ उफर दिएको छ यसमा। यो 180 वाटको हुन्छ। त्यस्तै यो हुन्छ है। यसमा 8 ओमको चाहिँ स्पिकरहरू, यो सराउन्ड स्पिकरहरू दिएको छ। सेन्टर यस्तो खतरा छ यो भने, यति दामी छ कि यसको पर्फर्मेन्स म हजुरहरूलाई देखाउन चाहन्छु है। यो फुल्ली वर्किङमा छ। मैले यसलाई अन गरेँ, लाइन चाहिँ लागिरहेको छ, कस्तो राम्रो लाइट छ है। लाइट छ है त, मैले यसलाई अन गरेँ है त। यो खुल्यो, अन भइसकेको छ, डिभिडीमा गएको छ। खटक्क आवाज आएको सुन्नुभयो होला, डिभिडी है। अन भएपछि डिभिडीको सडक्क आवाज रिडिङ आफै लिइहाल्छ। एकदमै साउन्ड पर्फर्मेन्स एकदम राम्रो छ। फेरि हाई भोल्युम भने रातिको समयमा छ। कति भोल्युम 10 मा रहेछ, म्याक्सिमम भोल्युम रहेछ है। 10 भने पनि राति त भयङ्कर हुन्छ। मैले 7 मा राखेको छु होइन। यो त बजिहाल्छ, यो 1 भयो प्ले गर्दा। यहाँबाट हामीले चाहिँ प्ले गर्छौँ, बजिहाल्छ है। यस्तो क्लियर साउन्ड छ है। यो दुईटा स्टेरियो बज्छ, यो 5.1 सराउन्ड बज्छ। यसमा डल्बी प्रोलोजिक छ। फिल्महरू हेर्न बजाउँछ, साइड साइडमा राखेर हेर्दा साउन्ड सरल र घुमिकन आउँछ होइन। यसमा डल्बी प्रोलोजिक साउन्ड सिस्टमहरू मिलाउने यहाँबाट छ। धेरै राम्रो छ होइन। यस्तो राम्रो दिएको छ। यो नेक्स्ट पनि हुन्छ यसबाट है, यहाँबाट नेक्स्ट गर्नु मिल्छ। रिमोट फुल्ली वर्किङ छ, सब फुल्ली वर्किङमा छ है। कपिराइट लाग्न सक्छ। मैले यसलाई छिटो नेक्स्ट गरेँ। आशिकी फिल्मको गीत बजाइरहेको छु मैले। यति राम्रो छ है, एकदम पर्फर्मेन्स राम्रो छ। हाई भोल्युम एकदम खतरा भोल्युम बज्छ यो है, धेरै राम्रो छ। ओके, यो भयो है। अब मैले यसलाई एकछिन स्टप गरेँ। अब मैले यसलाई क्यासेटको पर्फर्मेन्समा लान्छु है। क्यासेट एकचोटि हेरौँ यसको। यसमा चाहिँ हामीलाई दुईवटा क्यासेट दिएको हुन्छ, यो टेप ए अनि यो टेप बी। अनि यसमा चाहिँ टेप एमा चाहिँ अटोमेटिक स्टप हुन्छ यो चाहिँ होइन। टेप बीमा चाहिँ दुईटैमा क्यासेट पनि छ। टेप बीमा चाहिँ अटो रिभर्स दिएको छ। यसलाई चाहिँ अब हामीले टेप प्ले गर्न सक्छौँ, बजेको है। यो हाम्रो टेप ए प्ले भएको छ। अब हामी टेप बीमा प्ले गर्नु पऱ्यो भने यहाँ दिएको हुन्छ। हामीले टेप बीमा हामी जान्छ, यो सरी टेप बी बजिरहेको रहेछ। अब अहिले टेप एमा जान्छौँ हामी है। सरी कहाँ यो ट्युनर थिचेछु मैले। टेप बी, टेप ए, टेप ए पनि प्ले हुँदैछ। सायद यो अगाडि देखिरहेछ। सरी, पहिला बजेको टेप बी रहेछ, टेप ए रहेछ है। यो टेप ए अटो स्टप हुन्छ यो चाहिँ। यो अटो स्टप अघि बजेको चाहिँ टेप बी रहेछ है। पर्फर्मेन्स हामी सुनौँ। कति राम्रो छ है साउन्ड, क्लियर पिन ड्रप साउन्ड, हाई बेस, हाई भोल्युम। पुराना गीतहरू पनि नयाँ सुनिने, नयाँ साउन्डमा होइन। त्यो रिमिक्स हो कि क्या हो भन्छन् है यसमा सुन्दाखेरि। साउन्ड त्यति राम्रो छ यसको, एकदम राम्रो छ। ओके, अनि अब हामीले यसमा अर्को के छ त भन्नुहुन्छ भने, यसलाई मैले स्टप गरेँ, फेरि कपिराइट लाग्छ है। यसमा चाहिँ हामीले चाहिँ के गर्न सक्छौँ, जस्तो यो बजाएर यसमा रेकर्ड गर्न सक्छौँ। यो युएसबी पोर्ट दिएको छ, यसमा रेकर्ड गर्न सक्छौँ। डाइरेक्ट युएसबीबाट गीत सुन्न सक्छौँ। यिनीहरू सबै क्यासेटको लागि युज हुने यहाँ दिएको छ। यसमा एफएमहरू बज्छ, एएम बज्छ है। अनि यसमा हामीले अक्स दिएको छ। अक्सको सहायताले चाहिँ हामीले चाहिँ ब्लुटुथहरू यसमा बजाउन सक्छौँ। यसमा पछाडि 5 भोल्ट चाहिँ जुन ब्लुटुथको लागि चाहिने त्यो किट दिएको छ। एक्स्ट्रा सबवुफर पनि यसमा जोड्न मिल्छ है।
एकदम यो धेरै हाई भोल्युमको एकदम धेरै राम्रो है। अनि फेरि यहाँ हेर्दा पनि कहीँ सानो पनि स्क्रैच नभएको है यो सेट छ हामीसँग। यो सेट चाहिँ लगभग बिक्री भइसकेको छ भन्दा पनि हुन्छ। यो सेट चाहिँ हाम्रो साइप्रस बस्ने एकजना साथीले चाहिँ अर्डर गर्नुभएको छ मसँग यो देखेर चाहिँ। अनि मैले चाहिँ उहाँले चाहिँ हाम्रो काठमाडौँबाट चाहिँ आउट अफ भ्याली पठाउनु पर्ने छ है। सायद सम्भवतः उहाँले चितवन भन्नुभएको थियो जस्तो लाग्छ मलाई। उहाँ पठाउनु पर्ने छ। यसलाई चाहिँ मैले अहिले प्याकिङ गर्दैछु है। यो प्याकिङको लागि यस्तो सेटहरू मसँग आइरहन्छ। यो प्याकिङको लागि चाहिँ गर्दै रेडी गरेर बसिरहेको हो मैले। अब यसलाई मैले एकदम राम्रोसँग प्याकिङ गरेर यसलाई चाहिँ उहाँसम्म पुग्दा पनि अलिकति पनि स्क्रैच नआउने गरी, यी जालीहरू अलिकति पनि नकिचिने गरी, यता कतै कोरघोट नहुने गरी यो भोल्युमको सर्फेस सबभन्दा राम्रो यो छ हैन। यसमा पनि टेप पनि नहुने गरी मैले पठाउँछु। यसको सिडी सिस्टम कस्तो हुन्छ हैन मैले देखाइहालेँ। यो ओपन क्लोजहरू सबै यसमा एकदम राम्रो छ। जस्तो मैले यहाँ सिडीको ओपनिङमा गएँ, डिभिडीहरू यसले डिभिडी यसमा लिने भनेको डल्बी डिजिटल भिडियो डिभिडी लिन्छ। अनिखेरि MP3 अडियो सिडी, त्यसपछिबाट यसले लिने भनेको चाहिँ अरू त्यही सिडीहरू चाहिँ यसमा चल्छ हैन। प्राय सबै नै चल्छ। यहाँ छ यसको त्यो USB यहाँ छ है। अनि यहाँ पछिबाट यो टेपको हो यो चलिसकिहाल्यो है। अर्को सिडी लिएर चल्यो। अनि यसलाई चाहिँ अब हामीले चाहिँ नि ओपन गर्नु पर्यो भने यहाँबाट गर्न सक्छौँ। सिधै आउँछ। बजिरहेको सिडी चाहिँ भित्र छ, छोडिदिएको छ यसले हैन। बजिरहेको सिडी चाहिँ बजिरहेको बेलामा पनि निकाल्न मिल्छ। नबजेको दुईटा सिडी आउँछ। यसमा चाहिँ 3टा हुन्छ है। अनि यो चाहिँ डिस्क एक्सचेन्ज हो। यसले डिस्क अब कति नम्बरको डिस्क बजाउने यसले चाहिँ एक्सचेन्ज गर्छ है। यसको सिस्टम चाहिँ एकदमै राम्रो छ। भयङ्कर राम्रो सिस्टममा छ है यो चाहिँ। एकदमै राम्रो सिस्टम छ। अनि यो चाहिँ यसलाई चाहिँ अलिकति जुनसुकै देशमा पनि चलाउन मिल्ने फेरि यो कस्तो भन्नुहुन्छ यो अमेरिकाको लागि लाइटिङ पछाडि सबै दिएको छ हैन। नेपालमा कति वाट कति भोल्टको चल्छ इलेक्ट्रिक हुन्छ जस्तो 220 भोल्ट हैन। तिनीहरू सबै एकदम यसमा चाहिँ मिलाएर दिएको छ। एकदम यो स्पिकर कस्तो हेभीमा दिएको छ। यो पनि एकदम खतरा छ है। प्याकिङ एकदम राम्रो छ। यसको चाहिँ बनावटहरू पनि यो सराउन्ड स्पिकरहरू त्यतिकै राम्रो छ। एकदम हलमा साउन्डमा फुल्ली हल साउन्डमा चाहिँ फिल्म हेरेको बेला जस्तो हुन्छ। यसमा डल्बी प्रोलोजिक दिएको छ। यहाँबाट हेर्न सकिन्छ साउन्ड सिस्टमहरू है। सब साउन्डहरू यहाँ चेन्ज गर्न मिल्छ। यी प्रोलोजिक साउन्डमा डल्बी प्रोलोजिक हो है। पाल मुभीमा भयो, अनि नेडमा भयो, लिङ्कमा हो, 2CH स्टेरियोमा हो, 5S भल्टिमा सबै नै गर्छ। यसमा प्रोलोजिक यसबाट मात्र बोलेको साउन्ड यसबाट आउँछ। ब्याकग्राउन्ड म्युजिकहरू यसबाट आउँछ। यिनीहरू साउन्ड स्पिकर भइहाल्यो। ड्रुङ यसबाट गर्छ। रिभेस यसबाट दिन्छ। हस् भाइ यो यसको चाहिँ यो छ। हस् मैले अब यो प्याकिङ गर्न लागेको हो। यस्तो सामानहरू हजुरहरूलाई चाहिन्छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ। मसँग अन्य पिसहरू पनि छन्। सोनीकै पिस चाहिएको पनि छ, सामसुङको पिस चाहिएको पनि छ, पानासोनिकको चाहिएको पनि छ है। सम्पर्क गर्नुहोला। हस् धन्यवाद।